अब खानी डाँडाको एयरपोर्ट हेर्ने, त्यहाँ गएर फिट चेक भिडियोहरू बनाउने, त्यो श्रेया भदैनीलाई खेलाउने हरेक मोमेन्टहरू क्या। अब हलेसीको कहिले दर्शन गरेको थिइनँ, हलेसी दर्शन गर्ने मौका पाएँ। हेलो देयर, सृजना अगेन। म अस्ति भर्खरको एउटा रिसेन्टवाला स्टोरी सुनाउँछु ल। मेरो एउटा अस्ति भर्खर मेरो मम्मीको डकुमेन्टेसनको काम गर्नु परेको थियो है। अनि त्यो काम चाहिँ हाम्रो उदयपुर जिल्लाबाट नै हामीले गर्न धेरै कोसिस गऱ्यौँ, अनि मिलेन। अनि हामीलाई लास्टमा चाहिँ गएर अब त्यस्तो साह्रो मम्मीको पुरानो डकुमेन्ट कहाँ बनाएको त, कहाँ गाउँ भनेर भन्दाखेरि त खोटाङ दिक्तेल होइन, लफ्याङ, त्यहाँ जानुपर्ने भयो है। अनि मम्मी अब त्यतिखेर हामीले के कुरा गरिरहेको थियौँ त, अब यस्तै त हो नि, सरकारी काम आउने बित्तिकै दुःख अलिअलि नपाउने भन्ने त हुँदैन नै भनेर अब यहाँ पनि धाइसकेको थियो, फेरि त्यहाँ पनि जानुपर्ने भयो भनेर भनिसकेपछि त्योवाला कुरा चलिरहेको थियो। अनि ल न त अब गर्नैपर्छ काम त। अनि त्यसरी मम्मी र छोरी अनि गाईघाट हुँदै अनि दिक्तेलको गाडी चढेर हामी गयौँ। अनि गइसकिसके पछाडि यस्तो मैले पनि फर्स्टचोटि भेटेको मेरो भाइ सन्तोष पौडेल, यस्तो माइडियर मान्छे है, यस्तो राम्रो मान्छे, मेरो बुहारी लक्ष्मी, मेरो बदैनी अनि मेरो मामा महेश पौडेल, यस्तो माइडियर मान्छेहरू भेट हुनुभयो है। अनि उहाँहरू भेट हुनुभयो सुरुमा। अनि त्यस पछाडि पछिबाट त के र मम्मीको भाउजू, मम्मीको दाइ रे, मम्मीको के अरे अब मेरो हजुरआमा पढ्नुहुने जति दाजु भाउजू हिँडर उधर सबजना भनेर भन्नुभएको छ है। सबजना भेला भएको छ, मैले फर्स्टचोटि देखिराखेको छु। यस्तो रमाइलो माहौल भइराखेको छ। उहाँहरूले पुरानो पुरानो कुराहरू गरिरहनु भएको छ क्या। मम्मीहरू 15 वर्षको हुँदा 20 वर्षको हुँदा कसरी खेल्नुहुन्थ्यो, के गफ गर्नुहुन्थ्यो, तिजहरू कसरी मनाउनुहुन्थ्यो, दसैँ कस्तो हुन्थ्यो भन्नेवाला डिस्कसन गरिरहनु भएको थियो है। उहाँहरू पनि धेरै पछि भेट्नुभयो नि त एकअर्कालाई। अनि त्यो सबै गफ सुनेर म त यस्तो मजा आइरहेको थियो है। म त अचम्ममा परिराखेको थिएँ पुरानो पुरानो कहानीहरू सुनेर। मिठो मिठो खाइराखेको थियौँ अनि सबैजना बसेर खाइराखेको थियौँ। अनि बेलुका सुत्दाखेरि त साँच्ची झुट बोलेको होइन, बेलुका सुत्दाखेरि त त्यो लफ्याङमा थियो, म भाइ बुहारीकोमा बसेको थियौँ हामी। त्यहाँबाट पारी त अर्को अर्को 2-3वटा गाउँ देखिन्थ्यो क्या। दोर्पा सोर्पा अरू कुन कुन गाउँ भनेर भन्नुहुन्थ्यो, मैले सरी नाम चाहिँ बिर्सेँ। तर त्यो गाउँहरू त तारा चम्की जस्तै चम्किराखेको हुन्थ्यो पो त आफ्नो आँखाले त। मैले त त्यो सुती सुती त्यो यस्तो खतरा भ्यू देखिराखेको हुन्थ्यो। त्यो 5 स्टारमा बस्दाखेरि पनि त्यस्तो मौका पाउँदैन थियो होला। हामी दिक्तेल घुम्यौँ, हाटगाउँ घुम्यौँ, अनि त्यहाँ भएको कालिका भगवती मन्दिरहरू घुम्यौँ। सबै एकदमै राम्रो मोमेन्ट बिताएर आयौँ। अनि त्यो पछाडि आमा छोरी अमुला हलेसी पनि दर्शन गर्ने मौका पाएको बेलामा यही हो भनेर हामी बेलुका हलेसी झऱ्यौँ। 2-4 दिन पछाडिको कुरा। अनि हलेसी झऱ्यौँ अनि त्यो पछाडि आरती हेर्न गयौँ त्यो बेलुका। अनि खानासाना खाएर सुतेर फेरि भोलि बिहान आमा छोरी भएर हामी हलेसीमै पूजा गर्न गयौँ। अनि सबै पूजासुजाको कामहरू सकिसके पछाडि हामीले खाजासाजा खाएर हामी घर फर्क्यौँ। काम पनि हाम्रो सक्सेस भएको थियो। अनि त्यसरी फर्क्यौँ। अनि अब अरूले सोद्धाखेरि काम सक्यो भनेर मात्रै भएको थियो। त्यो टाइममा रमाइलो त भएको थियो, तर यति धेरै रियलाइजेसन नै भएको थिएन क्या मलाई। अनि अस्ति 2 दिन अगाडि फोनमा कुरा गर्दै मम्मीलाई जिस्काएँ क्या। मम्मी मलाई अस्ति नै जस्तै घुमाउनु कहिले लैजाने, हलेसी दिक्तेल जस्तै अब अरू ठाउँ कहिले घुमाउनु लैजाने भनेर भन्दाखेरि पो यस्तो मलाई क्लिक भयो क्या होइन। अनि हाम्रो त्यो यस्तो हुन्छ नि त, प्रब्लम मात्रै हेर्ने बानी हुन्छ, तर के अरे समस्या पऱ्यो रे यत्रो टाढा धाउनु पऱ्यो रे भन्दाखेरि त धाउँदाखेरि त के मैले भेटेको थिएँ भनेर भन्दाखेरि त मेरो मम्मीसँग 5-6 दिन 2जना मात्र यात्रा गर्ने मौका पाएको थिएँ। मेरो कतिजना नयाँ आफन्तहरू, यस्तो राम्रो राम्रो मान्छे मेरो भेट्ने मौका पाएको थिएँ। मम्मीले पुरानो आफ्नो दाजु भाउजू अनि अब काकी काकाहरू भेट्ने मौका पाउनु भएको थियो। उहाँहरूको अब बालवनको गफ सुन्ने मौका पाएको थिएँ मैले है। मेरो मम्मी जन्मिनु भएको हुर्किनु भएको त्यो घर, अनि कोइन्सिडेन्टली म पनि त्यही गाउँमा जन्मेको थिएँ। म जन्मेको घर हेर्ने मौका पाएको थिएँ। अब खानी डाँडाको एयरपोर्ट हेर्ने, त्यहाँ गएर फिट चेक भिडियोहरू बनाउने, त्यो श्रेया भदैनीलाई खेलाउने हरेक मोमेन्टहरू क्या। अब हलेसीको कहिले दर्शन गरेको थिइनँ, हलेसी दर्शन गर्ने मौका पाएँ। एभ्रिथिङ त्यो यस्तो धेरै मैले यस्तो राम्रो मोमेन्ट बिताएको रहेछु क्या। अनि हाम्रो यस्तोमा अब समस्या मात्रै हेरिन्छ नि त। अब हाम्रो बानी नै, अब मान्छेहरूको बानी नै त्यस्तै नै हुन्छ। तर त्यो कहिलेकाहीँ समस्या सँगसँगै अनि अरू मोमेन्टहरू जुन बिताइरहेको मोमेन्टहरू हुन्छ नि, त्यो चाहिँ पछिबाट धेरै याद आउने छ भनेर भन्ने कुरा। अनि अस्ति मम्मीसँग बोल्दा बोल्दै अनि मलाई कस्तो रियलाइज भएको थियो क्या। अनि मलाई कस्तो सुनाउनु मन लागेर। बाई बाई, टेक केयर अल अफ यु।